सुदूरपश्चिमको एउटा विकट गाउँ जहाँ दुई छाक टार्न पनि ढुङ्गा माटो बोक्नुपर्ने बाध्यता थियो। त्यही गाउँको एउटा 16 वर्षको ठिटो जसको कम्मरको हड्डी भारी बोक्दा बोक्दा खिसकेको थियो। फोड्ने, ढुङ्गा बोक्ने, टिपर लोड गर्ने, सबैभन्दा गाह्रो चाहिँ त्यो पोल बोक्न थियो। कसैले सोचेका थिएनन् कि एक दिन यही ठिटो संसारकै खतरनाक खेल MMA को रिङभित्र छिरेर इतिहास रच्नेछ र सिङ्गो नेपाललाई गर्वले छाती फुलाउने मौका दिनेछ। यो कथा हो बझाङको बाघ भनेर चिनिने रविन्द्र ढाटको, जसले हिजो मकाउ चीनमा भएको रोड टु UFC को क्वार्टर फाइनलमा फिलिपिन्सका फाइटरलाई दोस्रो राउन्डमै शानदार नकआउट गर्दै सेमी फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् र आधिकारिक UFC सम्झौताको निकै नजिक पुगेका छन्। रविन्द्रको बाल्यकाल बझाङको बिथर चिरमा बितेको थियो। गाउँमा न त राम्रो सेवा सुविधा थियो न त भविष्यका ठूला सम्भावनाहरू। उनी सानो छँदा भलिबल खेल्न मन पराउँथे, तर गरिबीले उनलाई खेलकुदमा लाग्ने छुट दिएन। 10 कक्षासम्मको पढाइ जेनतेन सकेपछि घरको आर्थिक अवस्था सुधार्न उनी पनि अरू नेपाली युवा जस्तै भारत पस्न बाध्य भए। भारत पुगेपछि रविन्द्रले पिथौरागढमा दिनको 8 घण्टा ढुङ्गा र बिजुलीका पोल बोक्ने कडा श्रम गरे। ढुङ्गा फोड्ने, ढुङ्गा बोक्ने, टिपर लोड गर्ने, सबैभन्दा गाह्रो चाहिँ त्यो पोल बोक्न थियो। यस्तो पहाडमा अब यस्तो घुमुरो बाटो, अनि त्योमा 190 केजीको 180 केजीको पोल हुन्थ्यो कि। भारी बोक्दा ढाडको हड्डी नै खिने अवस्थामा पुगेपछि उनी दिल्ली सरेर एउटा अफिसमा चिया पकाउने र झाडु लगाउने काम गर्न थाले। तर मनमा केही गर्ने आगो थियो। मालिकलाई थाहा नदिई बिहानै कराते सिक्न थालेका उनको स्ट्यामिना देखेर कोचहरूले उनलाई MMA मा लाग्न सल्लाह दिए। भारतमा लगातार 15 वटा एमेच्योर फाइट जितेपछि उनलाई भारतकै तर्फबाट वर्ल्ड च्याम्पियनशिप खेल्ने अफर आयो। तर शर्त थियो, नेपाली नागरिकता त्याग्नुपर्ने। पैसा र नाम अगाडि हुँदाहुँदै पनि आफ्नो माटोलाई धोका नदिई उनले भने, म जे खेल्छु नेपालकै झण्डा बोकेर खेल्छु। उनले त्यो अफर लत्याए र सन् 2020 को कोभिड महामारीमा नेपाल फर्किए। काठमाडौँ फर्किएपछि स्कोप र सरकारी सहयोग नहुँदा बाटो सहज थिएन। तर सातो बाटोमा अभ्यास गर्ने क्रममा उनको भेट कोच डिभिज पिया लामासँग भयो, जसले रविन्द्रको क्षमता चिनेर आफ्नै खर्चमा ट्रेनिङ गराए। कोचकै पहलमा थाइल्यान्ड पुगेर कडा गर्मीमा पसिना बगाउँदै उनले 8 किलो तौल घटाए। अन्ततः 15 सेप्टेम्बर 2023 मा ब्याङ्ककको वान च्याम्पियनशिपमा रसियाका तोरेप्ची दोङ्गाकलाई तेस्रो राउन्डमा TKO गर्दै उनले विश्व मञ्चमा तहल्का मचाए। इतिहास रचिने क्रम यतिमै रोकिएन। अगस्त 2025 मा भारतको नोइडामा भएको MFN 17 मा घरेलु च्याम्पियन चोङरेङ कोरेनलाई हराउँदै उनी MFN बान्ताम वेट च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बने। बझाङको विकट क्षेत्रबाट सङ्घर्ष गर्दै विश्वकै सबैभन्दा प्रतिष्ठित फाइटिङ स्टेजको नजिक पुगेका नेपाली मिक्स मार्शल आर्ट्स MMA फाइटर रविन्द्र ढाटले रोड टु UFC को क्वार्टर फाइनलमा ऐतिहासिक जित हासिल गरेका छन्। मकाउ चीनमा हिजो भएको ब्यान्टाम वेट डिभिजनको भिडन्तमा बझाङका बाघ उपनामले चिनिने रविन्द्रले फिलिपिन्सका कडा फाइटर किम्बर्ट अलिन्तो जोनलाई दोस्रो राउन्डमा शानदार नकआउट गर्दै पराजित गरे। खेलको सुरुवातदेखि नै आफ्नो आक्रामक स्ट्राइकिङ र बलियो पकड कायम राखेका रविन्द्रको यो जितसँगै प्रो MMA रेकर्ड 10-1 पुगेको छ। यो सनसनीपूर्ण जितका साथ प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गर्दै रविन्द्र अब आधिकारिक UFC सम्झौताको निकै नजिक पुगेका छन्, जसले सिङ्गो देशलाई गर्वले उत्साहित बनाएको छ।